हेलो साथीहरू नमस्ते। आज म ट्रायंगल सम्बन्धी यो ट्रायंगलहरू लिएर आएको छु। यो काउन्टिङ ट्रायंगल, यो त्रिभुजहरूमा जम्मा कतिवटा त्रिभुजहरू पर्छ त्यो हामीले गन्ती गर्नुपर्ने हुन्छ। यो त्रिभुजमा जम्मा कतिवटा त्रिभुजहरू हुन्छ त्यो हामीले गणना गर्नुपर्छ। र यसको लागि सबभन्दा पहिले यहाँ यो त्रिभुजमा जम्मा एकवटा त्रिभुज मात्र छ। त्यसै गरेर यसलाई यो भर्टिकल लाइनले डिभाइड गरेपछि जतिवटा खण्डमा डिभाइड गरेको हुन्छ त्यो सबैलाई नम्बरिङ गर्ने 1 2 3। इट मिन्स यसमा 1 + 2 + 3 बराबर 3 3 5 1 6 छवटा त्रिभुजहरू छ। यसमा जम्मा 6वटा त्रिभुजहरू रहेको छ। त्यसपछि अब यो त्रिभुजमा हेर्दाखेरि यहाँ पनि 1 2 3 4 फेरि यो दुई खण्डमा विभाजित छन्। त्यसैले यसलाई फेरि 1 2 3 4 हामी लेख्न सक्छौँ। इट मिन्स 4 3 7 8 9 1 10 10 + 10 बराबर यो 20वटा त्रिभुजहरू अथवा 20वटा त्रिभुजहरू यसमा रहेको छ। जम्मा 20वटा त्रिभुज यसमा पर्छ अथवा निर्माण गर्न सकिन्छ। यसमा जम्मा 20वटा त्रिभुजहरू निर्माण गर्न सकिन्छ। त्यस्तै यहाँ यो पनि सेमै क्वेसन हो। यही त्रिभुज जस्तो हामीले यहाँ पनि पत्ता लगाउन सक्छौँ। 1 2 3 4 5 5 4 9 10 11 12 13 14 15 यो 15 भयो। अनि कतिवटा खण्डमा डिभाइड गरिएको छ? एउटा खण्ड, दुईटा, तीनटा, चारवटा। इट मिन्स यसलाई 4ले मल्टिप्लाई गरेपछि यो त्रिभुजभित्र निर्माण गर्न सकिने सबै त्रिभुजहरू हामी पत्ता लगाउन सक्छौँ। र 15 चौका कति भयो? 60। इट मिन्स यो त्रिभुजभित्र जम्मा 60वटा त्रिभुजहरू पर्छ। त्यसै गरेर अब यस्ता खालको त्रिभुजहरू छ भने यसलाई हामीले 1 2 1 2 त्यो नम्बरिङ गरेर अनि 2मा 1 जोडेपछि यो 3 हुन्छ, प्लस 2मा 1 जोडेपछि 3। इट मिन्स 6वटा त्रिभुजहरू यसमा निर्माण गर्न सकिन्छ अथवा जम्मा 6वटा त्रिभुजहरू निर्माण गर्न सकिन्छ यस्ता खालको त्रिभुजमा। यो त्रिभुज खालको त्रिभुज सम्बन्धी क्वेसन शिक्षक सेवा आयोग, लोक सेवा आयोगमा प्रत्येक वर्ष सोध्न सक्ने सम्भावित प्रश्न हो। यस्ता खालको क्वेसनहरू खरिदार सेवामा पनि प्रायः जसो सोधेको हुन्छ। त्यसैले धेरै धेरै इम्पोर्टेन्ट छ। राम्रोसँग ध्यान दिएर हेर्नु होला। भिडियो मन परेमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला। त्यसै गरेर यहाँ दिएको छ यो त्रिभुज, यसमा पनि 1 2 1 2 1 2 ले हामी नम्बरिङ गर्ने अनि यसको जम्मा त्रिभुज निकाल्न सक्छौँ। 2 1 3 भयो। यो कतिवटा खण्ड छ भने 1 2 3 3ले मल्टिप्लाई गरेपछि यो 9 भयो। इट मिन्स यसमा जम्मा 9वटा त्रिभुजहरू निर्माण गर्न सकिन्छ। त्यस्तै अब यसमा कसरी हामी त्रिभुज पत्ता लगाउने त? यसलाई पनि सबभन्दा पहिले नम्बरिङ गर्ने 1 2 3 4 5 6 7 8। अब यो सबैलाई एड गर्ने, जोड्नुपर्छ। 8 7 15 15 6 21 21मा 5 जोडेपछि 26 26 4 30 30 3 33 33मा 2 35 36 भयो। 36 अनि यो कतिवटा खण्डमा डिभाइड गरिएको छ भने, विभाजित गरिएको छ भने 1 2 3 4 5 6 7 8 8वटा खण्डमा विभाजन गरिएको छ यसलाई। इट मिन्स यसलाई 8ले मल्टिप्लाई गरेपछि कति हुन्छ? 8 6 48 8 3 24 4 28। इट मिन्स यो त्रिभुजभित्र जम्मा 288वटा त्रिभुजहरू निर्माण गर्न सकिन्छ। 8 6 48 8 भयो, 8 3 24 4 0 28। ठिक छ। यो जम्मा यसमा यो त्रिभुजमा 288वटा त्रिभुजहरू निर्माण गर्न सकिन्छ। त्यसै गरेर अब यसमा यो भर्टिकल लाइनहरू, यो 3वटा लाइनले यहाँ तलसम्म यो लाइनलाई छोएको छ भने यो लाइन यहाँ तलसम्म छैन।
अब यस्तो खालको त्रिभुज छ भने हामीले कसरी त्रिभुज काउन्टिङ गर्ने, कसरी जम्मा त्रिभुज पत्ता लगाउने त? यसको पनि पहिले नम्बरिङ गर्ने 1 2 3 यो 4 भयो। त्यसपछि 1 2 3 4 यो 5 हुन्छ। त्यसपछि 1 2 3 4 5। इट मिन्स यो यहाँ यो लाइन यहाँ टच गरेको छैन भने यो पुरै एउटा त्रिभुज भयो। यसलाई एउटैले काउन्टिङ गर्न छ, एउटा अङ्कले नम्बरिङ गर्ने। अनि कति भयो? 4 3 7 8 9 10 यो 10 भयो। 5 4 9 10 11 12 13 14 15 यो 15 भयो। अनि 5 4 9 10 11 12 13 14 15 15 भयो। इट मिन्स 15 30 40वटा त्रिभुजहरू यसमा निर्माण गर्न सकिन्छ। ठिक, अब यही तरिकाबाट यहाँ पनि हामी त्रिभुज काउन्टिङ गर्न सक्छौँ। यहाँ 1 2 1 2 यो 3 1 2 3 4। इट मिन्स यो कति भयो? 2 1 3 भनेको यो 3 भयो। 3 2 5 1 6 यो 6 भयो। 4 3 7 8 9 1 10 यो 10 भयो। इट मिन्स 10 16 19। यसमा 19 भनेको 19वटा त्रिभुजहरू हामी निर्माण गर्न सक्छौँ, पत्ता लगाउन सक्छौँ। त्यसै गरेर अब यसमा कतिवटा त्रिभुज हामी निर्माण गर्न सक्छौँ? 1 2 3 4 1 2 3 यो 1 2 यो 1 भयो। इट मिन्स 4 3 7 8 9 10 यहाँ 10वटा भयो। यसमा 3 2 5 1 6वटा। त्यसपछि यहाँ 2 1 3वटा र यसमा 1वटा। बराबर यो कति भयो भने 10 16 17 18 19 1 20। यसमा 20वटा त्रिभुजहरू निर्माण गर्न सकिन्छ, त पत्ता लगाउन सकिन्छ। यही तरिकाबाट हामी त्रिभुज काउन्टिङ गर्न सक्छौँ। हेलो साथीहरू, अब यस्ता खालका त्रिभुजहरूको जम्मा त्रिभुज कसरी पत्ता लगाउने अथवा यसमा कतिवटा त्रिभुज निर्माण गर्न सकिन्छ त्यो कसरी पत्ता लगाउने त? यसलाई पनि पहिलेको जस्तै नम्बरिङ गर्ने 1 2 3। यताबाट पनि नम्बरिङ गर्ने 1 2 यो 3। यसलाई जोडेपछि कति हुन्छ? 3 2 5 1 6। यसलाई जोडेपछि 6 कति भयो? 12 भयो। एउटा त्रिभुज यसमा के हुन्छ भने रिपिटेड हुन्छ, दोहोरिन्छ। त्यसैले -1 गर्नु पर्छ यसमा। अनि यसमा जम्मा 11वटा त्रिभुज हुन्छ। यसमा यस्तो खालको चित्र छ भने त्यसमा 11वटा त्रिभुज निर्माण गर्न सकिन्छ। अब त्यही प्रकारबाट अब यसमा कतिवटा त्रिभुजहरू निर्माण गर्न सकिन्छ त? यस्तो खालको त्रिभुज छ भने कतिवटा त्रिभुजहरू निर्माण गर्न सकिन्छ? यसलाई पनि पहिलेको जस्तै नम्बरिङ गर्ने 1 2 3 4 1 2 3 4। यो भयो 4 3 7 8 9 1 10 भयो। यो प्लस यो पनि 10 भयो। 10 मा कति भयो भने 20। यो 10 जना 20 भयो। अब 20 प्लस 12 हुन्छ भनेको यसमा जम्मा 32वटा त्रिभुजहरू छ। र 32वटा त्रिभुजहरू छ 1 2 3 4 1 2 3 4। किनभने यताबाट पनि यो दुईटा त्रिभुजहरू बन्छ। यो 2 2 2 यताबाट फेरि 2 2 2 2 8 भयो। यताबाट फेरि एउटा त्रिभुजहरू बन्छ 1 1 र 1। यहाँ पनि 1। अनि कति भयो? पहिले 10 10 20 भयो। यताबाट 2 2 4 2 6 8। यताबाट 4वटा भनेको 12 भयो। 32 भयो। तर यसमा 8वटा त्रिभुजहरू रिपिट भएको हो, दोहोरिएको हो। त्यसैले यो 32बाट 8 घटायो भने 24। यस्ता खालको चित्र छ भने त्यसमा 24वटा त्रिभुजहरू निर्माण गर्न सकिन्छ। ठिक यही प्रकारबाट अब यहाँ हामीले कसरी त्रिभुज पत्ता लगाउने, काउन्टिङ गर्ने, यसका लागि हामीले फेरि पहिले यसलाई नम्बरिङ गर्ने 1 2 3 1 2 3 1 2 3। अब यसमा
जमा 3 2 5 1 6 +6 +6 अब यताबाट यो 6 भयो यो 6 यो 6 6 अब यताबाट पनि 6 हुन्छ यताबाट यो 6 भयो यताबाट पनि यो 6 यताबाट पनि यो 6 यो 6 यहाँ पनि यो 6 र यहाँ पनि यो 6 हुन्छ इट कति भयो भने यो 18 दुना 36 यो 36 भयो र यसमा त्यसरी 9 वटा त्रिभुजहरू दुई पटक रिपिट भएको छ अथवा गणना गरिएको छ त्यसैले यसबाट -9 घटाउनु पर्छ -9 घटायो भने यो कति हुन्छ भने 27 यस्ता खालको चित्रमा जम्मा हामी 27 वटा त्रिभुजहरू निर्माण गर्न सक्छौँ। अब यस्ता खालको त्रिभुज दिएको छ भने कतिवटा त्रिभुज निर्माण गर्न सकिन्छ त्यसमा पनि हामी 1 2 3 4 गर्न सक्छौँ। अब यसमा जम्मा 5 वटा त्रिभुज निर्माण गर्न सकिन्छ त्यसका चित्र छ। त्यसै गरेर यहाँ हामीले यस्ता खालको चित्र छ भने कतिवटा त्रिभुज निर्माण गर्न सक्छौँ। यसमा 4 वटा र यसमा 5 वटा यसमा फेरि यसमा 4 वटा यसमा पनि 4 वटा र एउटा ठुलो भनेको जम्मा 5 वटा 7 8 1 9 जम्मा यसमा 9 वटा त्रिभुजहरू निर्माण गर्न सकिन्छ। त्यसरी नै यहाँ यसमा 4 वटा यसमा 4 वटा एउटा यो ठुलो 9 वटा र यो यताको यो 6 वटा 1 2 3 4 5 6 गरेर कति भयो भने 7 8 9 6 यहाँ यो 15 वटा त्रिभुजहरू निर्माण गर्न सकिन्छ। ठिक त्यसै प्रकार अब यसमा कतिवटा त्रिभुजहरू निर्माण गर्न सकिन्छ त अब यसलाई पहिले नम्बरिङ गर्ने यो 1 2 3 4 5 6 7 यताबाट पनि यो 1 2 3 4 5 6 7 यसपछि यो स्क्वायर फिगर हो चित्र हो। यस्ता खालको त्रिभुज दिएको छ भने यसको जम्मा त्रिभुज पत्ता लगाउनको लागि 7 छ भने यो 7 को स्क्वायर गर्ने 7 को स्क्वायर कति हुन्छ भने 49 यसलाई 2 ले मल्टिप्लाई गर्ने 9 दुना 18 भयो 4 दुना 8 1 9 भयो 98 र यसबाट -5 गर्नुपर्छ सबै त्रिभुजमा यसमा -5 गर्नुपर्छ अनि यो कति भयो भने 93 इट मिन्स यसमा यस्तो खालको त्रिभुज यो त्रिभुजमा जम्मा 93 वटा त्रिभुज हामी निर्माण गर्न सक्छौँ। भिडियो मन परे लाइक सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला साथीहरू र यो क्वेसनहरू शिक्षक सेवा आयोग र लोकसेवा आयोगको लागि धेरै धेरै इम्पोर्टेन्ट क्वेसन हो। तपाईहरु पुनः पुनः यसलाई अभ्यास गर्नु होला। धन्यवाद।